ल गाइस म बुटोल आइसकेको छु ल आउनुस् घुम्न जाम लेट्स गो ल नानी हो कि बाबु हो ल यो के गर्न पर्यो मैले यहाँ लेखेर दिन्छ गाइस बाटैमा च्याप्पै छ यहाँ शनिबारको रमझम चाप बढिरहेको छ चिसो पनि बढिरहेको त्यस्तै गरेर मान्छेको आवजात पनि बढी नै रहेको छ एकछिन हामी गुलमुल भइयो आमा छोरा अलग अलग भइयो फेरि भेट भइयो अब हाम्रो एकचोटि उतातिर पनि क्यामेरा देखाइदेऊ त आजको चल पल कतिको छ भन्ने कुरो यहीँबाट थाहा हुन्छ सर घुमाइदेऊ माथिबाट देख्नुभयो आया सुरुमै हाम्रो यहीँबाट देखिरहेको छु मैले सुरुमै हाम्रो यो उसको छ के भन्छ यसलाई कुनाल जिङ्गल बेल भन्नेको के मलाई नाम याद छैन क्रिसमस डेको सिन रहेछ लाउनुहोस् हेरौँ आहा कता गयो क्यामराम्यान हेर्नु त यहाँ सुरुमा यो छ है सबले फोटो भिडियो गर्नु भए यसमा बसेर हामीले डिस्टर्ब गर्न चाहेनौँ कस्तो राम्रो हो नि त लौ म नाच्दिनँ ल जाऊँ मुक्तिनाथ मन्दिर छ यहाँ ल हेर्नुहोस् यहीँबाट हेर्नु त कस्तो राम्रो यो सिन देखेर छ ल नमस्ते चिनेको हो ए हो र फर्स्टटिगरकै हो ए यो लुम्बिनी शान्तिदीपको पोस्टर रहेछ यहाँ यो रानी महल पाल्पा गएको छैन गाइस यहीँबाट मैले ढुक्क मनले यहीँबाट छुन पाएँ है हेर्न पाएँ मलाई मनपर्ने ठाउँ रहेछ यहाँ पनि म आउँदैछु है छिट्टै म यहाँ जाँदैछु नमस्ते मेला घुम्नु भयो ए मेन गेटभित्र पस्दैछु ल तपाईँहरू पनि आउनुहोस् म त हिँडिसकेँ लेट्स गो ल आउनुहोस् सिसा फोटो लागेको छ ल हेर्नु वरिपरि म जहाँ छु त्यहाँ है त सिसा फोटो छ नि ल हेर्नु यहाँ त पुरै क्यामेरा छ त बुढोलाई लिएर आउनु पर्दैछ आई मिस यु बुढो मान्नु भएन पुरै पुराना स्टल छ भाइ यहाँ त ल हेर्नु हाम्रो चाहिँ कुन क्यामेरा थियो यो नै यो वाला थियो हामीसँग यो पुरानो फोन हेर त वहाँ सेम यो एकदम ठिक लाग्यो भाइ तर नमस्ते हाम्रो छोराहरू यही पनि नमस्ते छोराहरू यही पनि भेट भयो म त यताबाट छिर्ने होला भनेको त यो त स्पेसल ऊ बनाइदिएको रहेछ घरबाट बिस्तारमा बस्दाखेरि यो भनिन्छ कि आहा कति जाडो भनिन्छ नि कति जाडो हेर्नुहोस् त जाडो गाइस जाडो न साडो ल हेर्नु यति रमाइलो यति इन्जोय छ के अब यहाँ अहिले छुट्टै रहेछ रमाइलो आउँदा बित्तिकै यहाँ हामीलाई चाहिने चिजहरू यहाँ छ है देखाउनै राखेको त होला नि होइन हानौलाई आउँछ मलाई यता रहेछ यता बिचारा क्यामेराले कता भ्याउने छोरोले यता पनि छ बुटोल भनेको छुट्टै हुने के है ठुलो हुने यहाँ त बच्चाको यता रहेछ के बच्चाको यता रहेछ भाँडाकुँडा यता है छन् शनिबार भएर नि होला जति जाडो भए पनि मान्छे दर्शकहरू आइदिनु भएको छ आइदिनु होला बुटोलमा मेला लागेको छ गाई जो रुमाल खस उठाउनु शिवजीको डमहरू होइन कस्तो राम्रो जुत्ताहरू रहेछ सर हेर्नु कस्तो मजा कोदाको यसो कम्मल यो प्योर कम्मल हो क्या यो तातो त चिया खानु मन लाग्यो मलाई त कहाँ पाइन्छ चिया दर्शकहरूको चाप चाहिँ बढी नै रहेको छ जति राति भयो उति रमाइलो हुन्छ क्या यो मेला भन्ने चिज फेरि हामी फेरि टाढाबाट आएको हुन्छौँ छिटो जानुपर्ने हुन्छ त्यही भएर हामीलाई साँझको लागि चाहिँ सुट गर्दैन क्या यो कुराले चुरा यस्तो राम्रो है कति हो नि यसलाई दुईटालाई
कस्तो मन परेको यो यो हो हो मलाई चिनेको हो ल ल मेरो ब्याग यता छ के यहाँ स्पेसल दुधबाट बनेको चिजहरू पाइसकेका छौँ हामीले सोधेर खान्छौँ है के कस्तो रहेछ तर गुलियो खान्न हल्का फुल्का खान्छु र नमस्ते दही ठेकीतिरै आँखा लागेको छ हाम्रो यो के हो यो गुलियो नहोस् के यो गुलियो नहोस् त गुलियो त म्याम गुलियो चाहिँ हुन्छ यो गुलियो चाहिँ हुन्छ यसमा हामीले बेली हालेर बनाइन्छ बेली हालेर अलिकति दुधलाई हामीले घटाएर अनि बल्ल जमाइन्छ अनि यो दुधबाटै बनेको हो दुधबाटै बनेको यसलाई यस्तै जमाएर चिसो हुन्छ चिसो त यो ठेकी चाहिँ चिसो कति हो मात्र 50 ए 50 ओन्ली 50 मा मिलाइदिनु भन्दै के ल कठै बरा मिलाइदिन्छु हजुरलाई के छ 50 मा पनि कति मिलाइदिनु 10 20 30 40 भयो अब कति मिलाउने 10 रुपैयाँ कठै बरा ल भयो धन्यवाद टेस्ट गर्छु मैले माइजूले कति मजा नाच्नु रहेछ बुढी भयो त्यही पनि रङ्गो लाग्छ अब के गर्ने यो के हो र यो गहुँको आटो हो कसैले दलिया पनि भन्छ के कुनाल औ त नाललाई क्याप्चर गर्दा भाइरल लामा भन त फेरि म चिन्यौ गाई जे देखे त्यही दिनु मन लाग्छ कुनालका पैसा जाने भए हिमालयन आइसक्रिममा सम्झिनु होला थ्याङ्क यू बाबु ल खै के रहेछन् यहाँ त लगभग 10-15 हजार रुपियाँ लिएर आउन हाँस्नु भयो हजुरलाई त मैले त कहाँ टिकटकमा देखे जस्तो मान्थ्यो त हो नि त टिकटकमै हो भाइरलै भएको हो ल ल मलाई देखेर सबैजनाले यस्तरी हेर्नु छ अनि हजुरलाई मैले केमा देखेँ भन्नुहुन्छ अनि मैले टिकटकमा भनिदिन्छु ए अँ भन्छन् खुसी लाग्छ धन्यवाद मेरा भगवान् स्वरूप दर्शकहरूलाई भाइरा बुढेले मलाई माया गर्छन् यिनीहरू भनेका देशका कर्णधार ठिकै छ केही भएन ल बाई बाई गर ल बाई बाई ल बाई बाई चिसो छ नि त आज त्यसैको सदुपयोग भइरहेछ राम्रो हो नि होइन व्यापार हुनु भनेको नि होइन ल गाइज म बाहिर निस्केको छु सरलाई हेर्नु है बाहिरको नजारा यस्तो छ आज शनिबारको भिडभाड तातो तातो मिठो हजुर 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 आटो हो ए ल थ्याङ्क यू कालो भट्टा हो फुलै फुलमा भमरा नाचनी तिमी बिना क्यारीमा बाँचनी भन्ने गाना त यहाँ पो रहेछ भाइ त्यो प्लास्टिकको जस्तो लैजाउँ न 550 अब यता पिङतिर गयौँ हामी पिङ छ पिङ ल हामी पिङतिर आइसकेका छौँ ल हेर्नु सर सबै बच्चाहरूको आइटम छ बच्चाहरूको खेल खेलाउन छ उतातिर यतातिर पनि छ माथि रमाइराख्नु भएको छ सबैजना आइदिनु भएको छ यस्तै हो मेला भन्ने चिजै यस्तै हो रङ्ग रमाइलो गर्नै आउने हो म त होची मान्छे गाई यसरी हेर्नुपर्छ भाइ पिङलाई पनि वाउ यो पिङ कस्तो राम्रो है यो वाला यस्तै खेल्दा त नि किरणले मोबाइल हराएको यहाँदेखि ल ल ल त पिङ खेल्नको लागि भाइरल लामा नमस्ते नमस्ते तिमीहरू कति लियौ टिकट हामी 100 को 100 रुपियाँको टिकटले गर्दा उहाँदेखि यहाँ लाइनमा हो 6 राउन्डको लागि ल ल बाई बाई गरान्छ यामा यता पनि सबै हो ए ल सबैजना ल ल खेल्नुहोस् इन्जोय गर्नुहोस् तल हेरेको जलपरी पनि रहेछ नि तर यो समयमा हामी गइएन किनकि हामी देवीनगरको मेलामा हामी जलपरीलाई हेरिसकेका थियौँ त्यही भएर अहिलेसम्म गइएन स्टेजतिर बाई हाई भन हाई बाई कता गयो क्या स्टेज हामी स्टेजतिर आइसकेका छौँ हामी सब घुमेर भ्याएर लास्टमा स्टेजमा आएको छौँ ल आउनुहोस् घुम्न जाऊँ सबैजना Season 7 contestant number 8 एभरेस्ट महाविमा कक्षा 11 मा अध्ययनरत
यहाँ गीत गाउने कार्यक्रम रहेछ साना ठुला सबैजनाको हामी त गीत हेर्न हामी तयार छौँ आतुर छौँ सबैजना आएर हेर्नु भएको छ म पनि आइछु ल गाइज स्टेज रमाइलो छ गीत गान भइराखेको छ भाइ बाबुहरूले गाइसक्नु भएको छ सर्र खिच्थ्यौँ है अहिले झमझम गाउँदा नाच्ने है ल ल ल टिकटकमा चाहिँ देखिरहेको थियो भिडियो चाहिँ रियलमा चाहिँ साँच्चैकै देख्न पाइयो अस्ति पनि राख्नुभएको थियो एउटा भिडियो चाहिँ जुन चाहिँ गायिका आउनुभएको थियो नि त्यति बेला अर्जुन सापकोटा आउँदाखेरि ल कमेन्ट गरिरहेको थ्याङ्क यू अनि यो पनि हाम्रो स्टोर हो कि आउनुभयो धेरै धेरै ए ल हस् ल अब लास्टमा मलाई एकान कप चिया खान मन लागेको छ सर्र चिया खाएर हामी घरतिर लाग्छौँ भेटिसकेको हो के यस्तै गाउँछन् त्यही हो टिकटक अझै गराइन्छ मोबाइलमा ए यो नानीले मैले हजुरलाई टिकटकमा देखेको यो नानीले टिकटकमा चलो कमला भला उसको चिनेको रहेछ माइला बाजेलाई मैले पहिला भेटिसकेको छु के हजुरलाई न्यानो न्यानो माया छ अनि हाम्रो जय हो लक्ष्मणजी बोलीको वास्ता हो लास्ट छ है हाम्रा सीता भन सबैले सीता भन सबैले हाम्रा मान्छे मैले सीता भन सबैले सीता भन सबैले हाम्रा मान्छे मैले सीता भन सबैले नमस्ते भाइ र लामा नमस्ते कस्तै होची छु नि म त्यही केही देखिन्न कि टाढाबाट देख्दाखेरि यस्तो होचो भएर केही देखे त गरिन्छ सबै नाचने क्याम्पस पढ्न सरले उता पढाउने हामीले आँखा जोडाउने चिन्ता बुझाउने ल गाइस हामीले खाइयो पियो इन्जोय गर्यो टिकटक बनाइयो सबैसँग भेट्यो नाच्यो सपिङ गर्यो अब लास्ट माइला बाजेलाई नि भेट्यो फर्स्ट टिकट पनि भेटेको यहाँ पनि भेट्यो अब लास्ट एन्ड हामीले यहीँ गरेर क्यामेरा प्याक गरेर घर जान्छौँ नेक्स्ट भिडियोमा भेटौँला गाइस लेट्स गो नमस्ते हजुरलाई त कहाँ मैले ब्लग त उता के छ ब्रदर चिन्यौ कि नै म बाहिर निस्किसकेँ घर जानको लागि तयारी अवस्था छु बाहिरको नजारा हेर्नु सक्नुहुन्छ अझै पनि यस्तो रमझम छ भनेर भनिदिए बाई बाई बुटोल हामी निस्क्यौँ बासिन्दा यहीँ बुटोल बासिन्दाहरू आइरहनु भएको छ हामी टाढाकै निस्किसकेका छौँ गाइस अर्को भिडियोमा हामी फर्सटिकर छप्यातिरको हामी फर्सटिकरको हो टिकटक कमला भ्लग छ कमला भ्लगमा गएर सर्च गरेर हेर्नु होला फलो गर्नु होला फलो ब्याक दिनु ल बाई बाई अझै पनि आऊ जाऊ त हेर त उता फर्क्यौ क्या ब्रो ए आमा हो अझै पनि के हामी निस्केको अवस्था अझै पनि आउने हो नि त हेर्नु त हेर्नु त के हो यस्तो भिडभाड बाइक त निकाल्नु पर्यो नि